क्रिस्टियानो रोनाल्डोको देश, फुटबलको शक्ति, प्रतिभा र गर्वले भरिएको राष्ट्र पोर्चुगल। विश्वकपमा यो राष्ट्रले जितेको ताज त छैन, तर फुटबल संसारमा छोडेको प्रभाव चाहिँ पर्छ। आज हामी हेर्दैछौँ पोर्चुगलको सम्पूर्ण विश्वकपको यात्रा, स्टार खेलाडी, रणनीति, उपलब्धि र भविष्यका सम्भावनाहरू। हाम्रो यो भिडियोलाई चाहिँ लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला है त। अब सुरु गर्नु अघि चाहिँ हामी जाउँ पोर्चुगलको वर्ल्ड कपमा इतिहास चाहिँ के रहेको छ। पोर्चुगलले पहिलो सहभागिता चाहिँ 1966मा गरेको थियो। 1966मा पोर्चुगलले चाहिँ पहिलो पटक चाहिँ इङ्ल्यान्डलाई विश्वकपमा देखा परेको थियो। फर्स्ट गेम इङ्ल्यान्डसँग खेलेको थियो पोर्चुगलले। अनि पहिलो सहभागितामै नै तेस्रो स्थान प्राप्त गरेको थियो पोर्चुगल, थर्ड भएको थियो त्यो गेममा। अनि त्यसपछि अफ्रिकन लेजेन्ड युसोबियोले 9 गोल गर्दै टुर्नामेन्टमा टप स्कोरर पनि बनेका थिए त्यो गेममा। अनि अर्को रहेको छ 1986मा। 1986मा चाहिँ एकदम हावा खेलेका थियो पोर्चुगलले वर्ल्ड कपको। 20 वर्षपछि दोस्रो सहभागिता, तर टिमभित्र नै विवाद चलिरहेको थियो। त्यति बेला टिममा नै खराब कमजोरीहरू थियो। त्यो टिम राम्रो नै थिएन र त्यसले योपालि पनि राम्रो गर्न सकेन। 2002 जसलाई कि हाम्रो पोर्चुगलले वर्ल्ड कपको इतिहासमा हेर्नु पर्दाखेरि गोल्डन जेनेरेसन पनि भनिन्छ। फिगो, रुई कोस्टा, पाउलेटा जस्ता सुपरस्टार भए पनि यो रिजल्ट चाहिँ राम्रो चाहिँ आएन। अनि अर्को 2006मा पनि खेलेको छ। जर्मनीमा भएको यो विश्वकपमा पोर्चुगल सेमी फाइनलसम्म पुगेको। रोनाल्डो, फिगो, डेको जस्ता प्लेयरहरूले पनि खेलेको, तैपनि चौथो स्थानमा यो खेल चाहिँ सकेको छ। अनि अर्को भनेको 2010 र 2014। यो दुई टिममै राम्रै खेलेको त नभनौँ, यो दुईटा टिममा चाहिँ नराम्रै खेलेको। 2010मा चाहिँ हाम्रो पोर्चुगल चाहिँ राउन्ड अफ 16बाट चाहिँ बाहिरिएको थियो। अनि 2014मा चाहिँ हाम्रो ग्रुप स्टेजबाट नै बाहिरिएको थियो, ग्रुप स्टेजबाट नै क्वालिफाई भएको थिएन। 2018मा चाहिँ स्थिरता तर ठुलो सफलता भन्ने चाहिँ रहेन। रोनाल्डोको ह्याट्रिकले विश्वकप धक्का दियो, तर टिम राउन्ड अफ 16मा बाहिरिएको थियो। र 2022मा ब्रुनो, जोआ फेलिक्स, बर्नार्डो सिल्वा जस्ता खेलाडीहरू चाहिँ पोर्चुगलको स्क्वाडको लागि चम्किएका थिए। पोर्चुगल क्वार्टर फाइनलसम्म पुग्यो, तर मोरोक्कोले चाहिँ पोर्चुगललाई बाहिर गरायो। त्यो 2022 वर्ल्ड कपमा चाहिँ हाम्रो पोर्चुगलको कोचले चाहिँ रोनाल्डोलाई नखेलाएको भएर पनि हो। एउटा युवा शक्ति थियो रोनाल्डो, त्यति बेला राम्रै खेल्थ्यो। त्यति बेला यो पोर्चुगलको कोचले चाहिँ रोनाल्डोले नखेलाएर पनि यो टिम बाहिरिएको थियो। र अब हामी कुरा गरौँ पोर्चुगलको अहिलेको टिम। अहिलेको मोडर्न एरामा चाहिँ पोर्चुगलको स्क्वाडहरू चाहिँ कस्तो रहेको छ। क्रिस्टियानो रोनाल्डो, विश्वकै अहिले सबैभन्दा धेरै गोल हान्ने प्लेयर क्रिस्टियानो रोनाल्डो। यो क्रिस्टियानो रोनाल्डो चाहिँ राम्रो क्याप्टेन पनि हुन्। उनले टिमको नेतृत्व, अनुभव, मानसिकता अमूल्य नै छ उनको। अनि अर्को मिडफिल्डर इन्जिन ब्रुनो फर्नान्डेज, उनीलाई चाहिँ पोर्चुगलको प्लेमेकर पनि भनिन्छ। उनीसँग खेल बनाउने क्षमता छ, असिस्टहरू दिने क्षमता छ, पासहरू, थ्रु बलहरू कटाउन सक्छन्। र यो ब्रुनो फर्नान्डेजलाई पनि अहिलेको वर्तमान टिमको चाहिँ राम्रै प्लेयर पनि मानिन्छ। अर्को रहेको छ बर्नार्डो सिल्भालाई चाहिँ हामीले सबसे धेरै चाहिँ ट्याक्टिकल जिनियस पनि भन्न सक्छौँ। उनले चाहिँ जस्तो परिस्थिति, जस्तो गाह्रो गेममा पनि उनको चाहिँ ट्याक्टिकल चाहिँ एकदम मिलाएर खेल्छन्। त्यसैले नै ट्याक्टिकल एकदम मिलाएर निर्णय लिने खेलाडी हो। त्यस्तो बेला उनी नहडबडाइकन खेल्छन्। र बर्नार्डो सिल्भा पनि पोर्चुगल 2026 वर्ल्ड कप जित्नलाई चाहिँ महत्त्वपूर्ण नै प्लेयर हो। अर्को भनेको छ हाम्रो एक्सप्लोजिभ अट्याकर जोआ फेलिक्स, राफेल लियाओ जस्तो विङ्गर्सहरू छन्। यिनीहरूको गति, यिनीहरूको ड्रिब्लिङ, यिनीहरूको खेलाइ, यिनीहरूको छलाइ यस्तो बवाल छ कि यिनीहरूले डिफेन्डरहरूलाई आरामले नै काट्न सक्ने छन्। त्यही भएर पोर्चुगल 2026मा चाहिँ यिनीहरू पनि सामेल हुन्छ नै। र अर्को डिफेन्सिभ वाल पेपे थियो, तर पेपे गएपछि अहिले डिफेन्सिभ वाल चाहिँ रुबिन डियास रहेको छ। उनले यस्तो डिफेन्स हान्छन् कि उनले वर्ल्ड कप 2026मा नि उनले डिफेन्स हानेरै पोर्चुगलको टिमलाई बचाउनु पर्यो। अर्को रहेको छ हाम्रो किपर डियागो कोस्टा। सुरुमै खेल्दाखेरि उनले यस्तो राम्रो प्रदर्शन गरेका थिए कि उनले सायद कुन टिमसँग चाहिँ मैले अलि बिर्सेँ, तर उनले 3मा 3 पेनाल्टी छेकेर पोर्चुगललाई बचाएका थिए उनले।
उनी जस्तो गोलकिपर चाहिँ हामीलाई एकदमै चाहिन्छ। उनी भविष्यको चाहिँ एउटा उत्कृष्ट गोलकिपर पनि हो। र अब चाहिँ हामी कुरा गरौँ पोर्चुगलको ट्याक्टिक्स। पोर्चुगलले चाहिँ केमा ध्यान दिनुपर्छ, के स्ट्राटेजी लाउनुपर्छ पोर्चुगलले वर्ल्ड कप 2026 जित्न। सुरुमा चाहिँ हामीलाई पोर्चुगलले चाहिँ हाई प्रेसिङ चाहिन्छ। उनीहरूले हाई प्रेसिङमा अलि कामहरू गर्नुपर्ने हुनसक्छ, हाई प्रेस अलि राम्रो गर्नुपर्ने हुनसक्छ। त्यसमध्ये नि प्रेसिङको लागि सबसे इम्पोर्टेन्ट भनेकै डिफेन्स हो। डिफेन्समा अब रुबिन डियास वा एन्टोनियो सिल्भा वा कुनै अरू नै खेल्छ होला, तैपनि उनीहरूले प्रेसिङमा चाहिँ एकदमै ध्यान दिनुपर्ने कुरा हो। अनि अर्को रहेको छ वाइड प्ले। बर्नार्डो सिल्भा, राफेल लियाओ जस्तोको चाहिँ प्रयोग गरेर चाहिँ हाम्रोले चाहिँ अनि अलि विङ्गरबाट अट्याक गर्नु पर्यो, वाइड प्ले गर्नु पर्यो। अनि मात्रै पोर्चुगलले चाहिँ यो ट्याक्टिक्स लगाउनु पर्छ। अनि रोनाल्डोको चाहिँ सेन्ट्रिक फिनिस अवसर सिर्जना गर्नु पर्यो क्या। रोनाल्डोको लागि पासहरू दिनु पर्यो क्या। रोनाल्डोको लागि गोलहरू हान्न दियो भने रोनाल्डोले धेरै मिस नगर्लान्। त्यही भएर रोनाल्डोको लागि चाहिँ एउटा सेन्ट्रिक फिनिसिङ पनि चाहिन्छ रोनाल्डोलाई फिनिसिङ हान्नलाई। अनि अर्को मेन कुरा रहेको छ भने बल पोसेसन प्लस क्विक काउन्टर। यो बल पोसेसनको आधारमा खेल्नुपर्छ पोर्चुगल, तर अनि ठ्याक्कै अब काउन्टर पनि हान्न सक्नु पर्यो क्या। काउन्टर हान्ने पनि पोर्चुगलको चाहिँ स्ट्राटेजी बनाउनु पर्यो। बल पोसेसन खेल्नु पर्यो अनि काउन्टर अट्याक हान्नु पर्यो। त्यस्तो गऱ्यो भने पोर्चुगललाई जित्नलाई कुनै समस्या पनि नपर्ला। अब हामी कुरा गरौँ पोर्चुगलको मुख्य उपलब्धिहरू। पोर्चुगलले चाहिँ अहिलेसम्म वर्ल्ड कप खेलेको मध्ये चाहिँ वा वर्ल्ड कप मात्रै नभनौँ, अरू नै कुराहरूमा नि पोर्चुगलको चाहिँ मुख्य उपलब्धिहरू चाहिँ के छ त। 1966मा चाहिँ पोर्चुगलले चाहिँ पहिलो वर्ल्ड कप खेलेको थियो र त्यसमा तेस्रो स्थान बनाएको थिए पोर्चुगलले। 2006मा फोर्थ भएको थियो पोर्चुगल। र अनि युरो 2016मा च्याम्पियन भएका थिए। पोर्चुगलको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय सफलता नै युरो 2016 रहेको छ। अनि 2019मा नेसन लिग पनि जितेका थिए। अब हामी कुरा गरौँ भविष्यमा पोर्चुगलको सम्भावना के छ त। रोनाल्डोको युगको अन्त्य अघि अर्को ठुलो मञ्च। रोनाल्डो अझै पनि टिमको प्रेरणा नै हुन् है। रोनाल्डोलाई चाहिँ अहिले अझै पनि बाहिर राख्नुपर्छ। बुढो छ भने उनको फिजिकलिटी राम्रो छ। यदि अब टोलीले बलियो संयोजना बनायो भने चाहिँ अब टोलीहरू दुइटै सबैजनाले चाहिँ आफ्नो लागि भन्दा नि आफ्नो टिमको लागि खेल्यो भने चाहिँ यो 2026को विश्वकप जित्न पनि सक्छ। अनि अर्को भनेको युवा पुस्ता बलियो। फेलिक्स, राफेल लियाओ, रुबिन डियास, डिएगो कोस्टा जस्ता यिनीहरू जस्ता युवाहरूले चाहिँ अब यो टिमको चाहिँ यिनीहरू चाहिँ भविष्य नै हो। भोलिपर्सिको टिम पनि रोनाल्डोहरू रिटायर भएपछि नि यिनीहरूको नै आवश्यकता छ र यिनीहरूले नै पोर्चुगललाई जिताउनु पर्छ। टिमहरू खेलहरू वर्ल्ड कपहरूमा क्वालिफाई गराउनु पर्ने मेन खेलाडी भनेकै यिनीहरू। पोर्चुगल एउटा यस्तो टिम हो जसले कहिले हार मान्दैन क्या। एक हानेछ भने अर्को हान्छु भनेर हिँड्छ पोर्चुगल। ऐतिहासिक लडाइँदेखि आधुनिक फुटबलसम्म यो राष्ट्रले फुटबललाई एक कला बनाएको छ। रोनाल्डोको नेतृत्व, नयाँ पुस्ताको ऊर्जा र उच्च स्तरको रणनीतिले गर्दा पोर्चुगल विश्वकपमा बलियो दावेदार बनेको छ। अब यही कारणले गर्दा चाहिँ होइन पोर्चुगलले चाहिँ विश्वकपको बलियो दावेदार चाहिँ छ र 2026को जित्ने चान्स पनि धेरै नै छ। अब प्रश्न भनेको चाहिँ के पोर्चुगलले विश्वकप जित्ला त। यस्तै ट्याक्टिक्सहरूमा लाइनअपहरूमा ध्यान दिइरह्यो भने पोर्चुगलले आफ्नो लागि नखेलेर आफ्नो टिमको लागि टिमसँगै खेल्यो भने चाहिँ पोर्चुगलले चाहिँ जित्न सक्ला, यो वर्ल्ड कप जित्न सक्छ। अब तपाईँहरूलाई चाहिँ के लाग्छ, पोर्चुगलले वर्ल्ड कप जित्ला कि नजित्ला कमेन्ट गरिदिनु होला। र मेरो च्यानलमा चाहिँ अब अर्जेन्टिना, फ्रान्सहरू जस्तो ठुल्ठुलो टिमहरूको पनि अरू भिडियो पनि आउने छ। आजको यो भिडियोको लागि चाहिँ यति नै रहेको छ गाइज। बाई बाई।